यतिको भ्यू देख्नुलाई त करोड दिनुपर्छ ल। यो दृश्य हेरेका छौँ। घाम पनि एकदम ओरेन्जी कलरमा देख्न थालिरहेको छ। के तपाईहरुलाई पनि गर्मी भइरहेको छ? चिन्ता नगर्नुहोस्, मलाई पनि गर्मी भइरहेको छ। खैर, गर्मीलाई साइड लगाउँदै पन्छाउँदै हामी हाम्रो आजको यात्रातिर लागौं। हाम्रो यात्रा यस प्रकारको छ। आजको हाम्रो प्लान रहेको छ राइट ओरेन्ज धरानबाट भैटार हुँदै सागरीगढीसम्म पुग्ने र त्यहीबाट नफर्किकन उतैबाट छादी बजार हुँदै मंगलबारै पुग्दै ब्याक टु राइट ओरेन्ज हुने आजको हाम्रो लक्ष्य रहेको छ। ढिला नगरी हामी लागौ हैन त हाम्रो यात्रातिर अब। गाइजहरु चाहिँ अगाडि मस्त सिङ्गल राइड गरेर हिँड्न गएको छ। आफू चाहिँ है अब क्यामेराम्यान आजको लागि क्यामेराम्यान म हो। सो एक हातले ब्याक लगाउँदै एक हातले भिडियो खिच्दै गाह्रो छ हजुर। हाम्रो टोलीहरु अगाडि गइसक्नुभयो। And this is Vetar guys. हल्का foggy छ and you know Vetar is like that. So yeah. But हामीले प्लान गरे अनुसार हाम्रो यात्रा आज सफल नरहने कुरा हामीले भेटार आएपछि मात्र थाहा पायौं। किनभने भेटारदेखि सागरीगढी जाने बाटो चाहिँ ब्लक रहेको हामीले यहाँ आएर पत्ता लगायौं। सो अबको हाम्रो यात्रा डाइभर्ट भएर यात्रा आजको लागि नाम्चेसम्म रहनेछ। सो अहिले चाहिँ हाम्रो बाटो डाइभर्ट भएको छ। हाम्रो जाने
प्लान अर्को ठाउँतिर थियो, हामी जाँदैछौँ अहिले अर्को साइडतिर। अफ रोड रोड सुरु भयो। पिचमा त ठिकै थियो एक हातले कुदाउनु है। अब यहाँ चाहिँ च्यालेन्जिङ छ गाइज मेरो लागि, त्यो भिडियो बनाउनै पर्यो। अफ रोड सुरु भएको कारणले गर्दाखेरि मास्क लाउनु पर्ने अवस्था भयो गाइजहरू मेरो चाहिँ। त्यस्तो धुले बाटोमा हिँडिँदैछ। धुलो बाटो आयो, सरलाई मास्क छैन। मास्क त चाहियो सर। म नि मान्छे त प्रधानमन्त्री हुने मान्छे हो नि सर, भिजन भएको मान्छे हो नि। धन्यवाद। मास्कको लागि धन्यवाद। अनि यस्तै हुन्छ, अफ रोड हिँड्छ भने थाहा छ नि बाटो रुगा लागिरहेको थियो नि त आज फेरि मलाई। त्यही सम्झेर बिसारा सरलाई रुगा लागेको थियो र पनि आफ्नो देशको माटो हो कि केही नहुँदो रहेछ, निको हुँदो रहेछ। ल ठिकै छ, ल लागौँ लागौँ। आफ्नो देशको माटो भन्नुहोस् त। के भयो सर? यो गाडी क्या मेरो? हजुर। गन्तव्य ठाउँ आएपछि आफै रोकिन्छ। अटोमेटिक ब्याक हो नि सर? सेन्सरवाला क्या। यो ठाउँ चाहिँ ठिक छ नि, हेर्नु लोकेसन। हजुर दाजु दामी रहेछ। हामी त म त आएको थिएन यहाँसम्म। हो र? यहाँ ठिक छ नि लोकेसन। ल भाइ त आजको राइडको बारेमा 2 शब्द दिनुहोस् त। प्लान ट्रिप्स अलवेज सक्स भन्छन्। इङ्ग्लिस अरे क्या, म फेरि इङ्ग्लिस खतरा हानिदिन्छु नि त। यतिको दिन पऱ्यो नि। यसो कुरा प्रसङ्गमा जाउँ। आजको कुरो के थियो भने हाम्रो राइडको प्लान चाहिँ राइडर रेन्जदेखि भेटारदेखि सागडीगढी र सागडीगढीदेखि फेरि चाँदी बजार हुँदै मङ्गलबारी हुँदै फेरि राइडर रेन्ज पुग्ने प्लान थियो। तर विडम्बनावश भेडार आएपछि थाहा भयो कि हाम्रो यता रुटै बन्द भइसकेको रहेछ, लाइक बाटै बन्द भइसकेको रहेछ। त्यो कारणले गर्दा हामीले प्लान डाइभर्ट गरेर अहिले हामी यो नाम्चे बजारको यो कुन चाहिँ डाँडा हाम्रो पाठ दाजुले हामीले लिएर आउनु भएको छ। यहाँ एकछिन भिडियो फोटो खिच्ने प्लान हुन्छ, काम हुन्छ भनौँ। अनि अब यस्तै भयो। त्यस्तै हो, प्लान गरेको ट्रिप्स कहिले पनि सक्सेस हुन्न भन्छन्। अब एउटा ज्वलन्त उदाहरण यही होला सायद। यस्तै छ। सो अब हल्का हामी यताउति फोटो खिच्छौँ, भिडियो बनाउँछौँ। अनि त्यो आज जुन बुनिएको प्लान चाहिँ अब नेक्स्ट टाइमलाई साँचेर के कस्तो हुन्छ यतै रमाउने गर्छौँ आज भाइ। त्यस्तै हो। ठिक छ भाइ, हामी अर्को भिडियोमा फेरि अर्को क्लिपमा जोडिन्छौँ। ल धन्यवाद। माटो सर, अनि नयाँ फोन खोइ त सर? छैन नि। अनि अग्रिम जानु भएन सर? अब भोलि मात्रै। ल अग्रिम पढाइ र भोलिको पार्टीको लागि हामी भोकै बस्नेछौँ। अनि सर हामी यो ठाउँ पहिलो समय आएको थियो, म त फर्स्ट टाइम आएँ त यो त। म पनि फर्स्टचोटि नै हो है। हाम्रो पार्थ दाजुले हामीले लिएर आउनु भएको यो नाम्चे बजारदेखि अलिक मास्टर है। कहाँ हो सर दाजु? तपाईँ आउनु भएको यहाँ पहिला? तपाईँ पहिला आउनु भएको यहाँ? पहिलोचोटि है, मेरो नि पहिलोचोटि। नाइस है, नाइस राम्रो। तर धुलोले चाहिँ हेर्नु सरकै माटो सरकै सबै धुलो, यता धुलो। आफ्नो देशको माटो भन्न मैले सर भिजन बोकेको थिएँ र बाटोमा यस्तै धुलो सबै लोकै भरे। यता चाहिँ हाम्रो नानी सर भिडियोग्राफीमा बिजी हुनुहुन्छ हाम्रो पार्थ दाजुको लागि। पार्थ दाजुको टिकटकको लागि भिडियो भइरहेछ यहाँ। यतिको क्यामेरामै धुनु पऱ्यो घुमी हान्ने। नानी सर फेरि खतरा क्यामेराम्यान हो।
भविष्यको प्रख्यात भ्लगर पनि हो नि सर। युट्युब चलाउँदैछ नानी भाइले अब चाँडै युट्युब गर्दै हुन्छ, स्पोन्सर गरेर हामीलाई घुमाएर कहाँ कहाँ लानु प्लान बनिसक्नु पर्छ सरले होइन? के कसो सर? अब हिरोमा हुन्छ भने गुन्डाको लागि यता हुनुहुन्छ। गुन्डालाई चाहिँ को सर? को चाहिँ दुईजनामा को? यो नानी भण्डारी चाहिँ गुन्डाहरुमा खेल्नेवाला कमेडी सायरी। तिमी पर्खिराख्ने म बालुवाको किनारमा चाहिँ कुरिराख्ने। सर अहिलेको सायरी फेरि जाउँ त सर एकचोटि होइन न? यहाँ के सर? तैरिका सर एउटा सायरी जाओस् न त आज तपाईँको। ल अलिक ठुलो सर है। ल तिमी पर्यो नदी सधैँ बगिरहने, म परे बगर सधैँ पर्खिरहने। कला हो यो कला। धोका त खान्छ, खाने चिज होइन नि धोका। सबैजना यहाँ लाइन लाग्यो म फोटो खिच्छु ल। आउनु ल डियर कमरेड। सबैजना लाइन लाग्नु यहाँ। अझै यता अझै म नानी सरको छेउमा आउँछु है त। अब फोटो खिच्नुपर्छ। हामीले देखिरहेको त मानुङकोटको भिडियोमा यस्तै दृश्य देखिने गर्थ्यो। हेरौँ त साथीहरू ल। यो भनेको स्वर्ग होइन त सर गाइजहरू? कस्तो दामी हजुर। हजुर यहाँ तल वा यता अनि यता होइन सबै कस्तो दामी। जति हेऱ्यो नि हेरिरहनु लाग्ने, मन आनन्द हुने क्या साथीहरू। अब यस्तो भ्युज देख्नु पाएपछि होइन कसको मन आनन्द प्रफुल्ल समथिङ के भन्छ त्यस्तो कसलाई नहोला होइन? मोडलको हुनुहुन्छ हाम्रो साजन दाजु। सायरी जाओस् है, सायरी छिटो सायरी। तिमी पर्यो नदी कहिले नफर्किने, म परे बगर सधैँ पर्खिने। वाह यत्तिकै भ्यू देख्नुलाई त करोड दिनुपर्छ ल। करोड दाजुलाई धेरै धन्यवाद। दाजुले आज अल्टरनेटिभ प्लान दाजुको क्विक डिसिजन भएर हामी यहाँ आउनु परेको थियो। त्यतिकै यो त हेरेपछि त यहीँ बसिरहनु लाग्ने क्या दाजु। यस्तो राम्रो राइडर चाहिँ देखिनु भयो है फोटोमा। हामी लगभग 1 घन्टा भयो सर यहाँ आएर यो दृश्य हेरेको छौँ। सोचेको थियौँ आधी घन्टामा यो दृश्य चाहिँ हराएर जानेछ, बट स्टिल 1 घन्टा जस्तो भयो हामी हेरेछौँ, फोटो खिचेछौँ। जति बस्यो जति हेरै गर्नु मन लागिरहेछ। सायद हजुरलाई नि भिडियोमा त्यस्तो लागिरहेको हुनसक्छ, बट भिडियोमा छुट्टै देखिन्छ, रियलमा छुट्टै देखिन्छ। भिडियोमा कति राम्रो आइरहेको छ मैले देखिरहेको छु, झन् रियलमा कस्तो आयो होला तपाईँहरूले कल्पना नै गर्न सक्नुहुन्न क्या। हामीले यस्तो इन्जोय गरिरहेको छौँ होइन सर? सरहरू हामी त नि अब पार्थ दाजुहरू चाहिँ माथि हाम्रो ब्यागहरू माथि राखेको थियो गइसक्नु भयो हेर्नुलाई। अनि हामी त हेरेको छौँ। अब माथि पर्खिनु बोला दाइहरूले नि कहाँ गइनहरू भन्दै हुनु होला। हामी त हेरेको एउटा के पो थियो नि, एउटा मिम आएको थियो नि, हामी त हेरेको हेरे भने यस्तै भयो। अब यस्तो दृश्य कहाँ देखिन्छ सर भन्नु त ल? यो त कसरी यो सिनलाई क्याप्चर गरेर राख्ने, त्यही त एकदम त्यस्तै मन पर्याप्तै लिइरहेछ। अब चाहिँ हल्का घाम डुब्दैछ अनि घाम पनि एकदम ओरेन्जी कलरमा देख्न थालिरहेको छ। अनि हामी चाहिँ अब त्यही हो हेरेकै नै छौँ। सायद यो घाम नडुब्ने बेलासम्म बसी पो रहन्छौँ कि भन्ने मनमा कता सोच आइरहेको छ हाम्रो चाहिँ। अब यहाँनिर फेरि 1-2 अरबको फेस देखाउँदै हामी बसिरहेको छौँ। किन यसरी टोलाको भन्दाखेरि चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो, यहाँबाट देखिने सिन, धेरै कुराहरू चाहिँ यहाँबाट अवलोकन गर्नु पाइने, धेरै कुरालाई सम्झिन सकिने, सम्झिराखिएको अवस्था। अनि हेर्दाखेरि चाहिँ एकदम राम्रो भएर चाहिँ हामी चाहिँ टुक्रुक्क बसेर होइन बिसाएर मजा लिइरहेको छौँ। अनि यो चाहिँ
यो सिन हो होइन। अब तपाईँहरूलाई यो क्लियर सिन पनि फेरि एकछिनपछि म एकदम इमोसनल म्युजिकमा मिठो बनाएर राम्रो एडिट गरेर होइन। माटु दाईको बिहेमा चाहिँ भरसकै भयो भने सिन यस्तै बनाउने, बुढा मान्छेलाई अगाडि घोडामा अनि पछाडि भाउजूलाई राखेर बाइक पनि घोडामा यस्तै सिन माथि माथि उडाउने। तर बुढोलाई यदि यस्तो सिन भेटेन भने उडेको फिल त हुन्छ फेरि बिहे गरिसकेपछि। सरको यो मिठो भनेपछि अब आजको हाम्रो भिडियो चाहिँ हामी यहीँ टुङ्गाउनु पर्ने अवस्था छ, किनभने रात पनि परिसक्यो, सनसेट पनि हेर्दा हेर्दै सनसेट भइसक्यो होइन त, घाम डुब्नु लागिसक्यो। अनि अब यो भ्युज चाहिँ अब हामी म भिडियो बन्द गरेर फेरि एकछिन आनन्दले भिडियो हेर्न जान्छु। आज माटो सरले आज हामीले सेकुवा खुवाउनु भने सरको भोलि कति लाखको फोन आउँदैछ अरे भन्ने कुरा होला मार्केटमा सुनियो। सो यति भन्दै अब आजको चाहिँ हामी भिडियो यहीँ टुङ्गाउनेछौँ। हाम्रो प्लान गरेको ट्रिप अब सक्सेस नभए पनि यो डाइभर्ट गरेको प्लानमा हामी धेरै रमाउन पायौँ। थ्याङ्क्स टु हाम्रो पार्थ दाजुलाई धेरै धेरै धन्यवाद, यस्तो दामी ठाउँ ल्याइदिनु भएको हामीलाई। सो हामी यस्तै राम्रो ठाउँ घुम्न गइ नै रहेनछौँ, तर आजको लागि चाहिँ हामीले भिडियोको स्टप भन्ने बटन यहीँ थिच्न गइरहेको छु। सो सी यू गाइज इन द नेक्स्ट भिडियो। टिल देन प्लिज टेक केयर एभ्री वान, अल अफ यू। सी यू गाइज।